घेर लार नहेर क्या आइज आइज तेरो दसौँ लागेको छ आइज के गर्छस् त नि आइज आऊ आऊ छोरा आऊ त्यो बच्चालाई सात पनि के भयो र त्यो त डेन्डा परो किन फुटाल्छौ र कति परो त्यस्तै चिला छ र ठुलो थियो है राजा फरियाको त झन् महँगा पर्छ राम्रो खालको ल्याइदिएछ झन् राम्रो महँगो खालको आएछ होइन स्टिलको त फिर्ता गर्नुहोस् होइन लबरकै यो रबरकै हो त्यो भन्दा अलि सानो छ त्यही रातो जस्तै रातो जस्तै अब खोइ कुन फुटाल यसले फुटाल लागेर अरू कसले फुटाल लाएर निराश परेर नआइज निराश नहो नि त पाउनु मिठाईको छ खै ल सहारा अब के गर्ने गल्ती गरियो होइन अनि चेक गर्नुहोस् नरिवल पिडाको पो रहेछ यार हजुर मिठाईको त हो र यो हजुर के गर्नुहुन्छ मैले के फाइन होइन भयो भन्दा भयो हामीलाई चाहिने सामान 2 बोतल रक्सी हद छ यसमा नि भयो त हजुरले ल्याइदिनु अनि मैले अलि दिनुपर्छ भने भन्नुहोस् सोधेर अझै दिने त पहिलाको मैले माफ गरिदिएँ ए ल आराम गर घाममा गएर आएको 100 रुपियाँको उस फुटाल्ने कति भन्नुभयो भन्छ यसलाई 150 रुपियाँ केन पर्छ कतिहरू भए खास 50 रुपियाँ ल्याएको पनि छैन ठिकै यो के मिठाईको यसमा के मिठाई आउँछ त्यही मिठाई 50 रुपियाँको सहेरा 50 रुपियाँ होला अब यही मिठाई गुलो चिन्नु पर्यो जग त किन्ने जगको हाते तिनी चाहिँ मिठाई खाइनन् पक्की भनेको यो अन्त मिठाईको जग होइन नि होइन जे भने भयो सेतो जग लिइयो जक्क त पाइन्छ सेतो जग ल्याइयो भयो भन्छ भयो भयो यति ए हो होइन ल तपाईँ हामीले चाहिँ युज गर्ने हो नि त यो त भोलि बिहान हो कि ड्याम फोर्ने हो र झुकेर घर कि टेन्सन नगर केही छैन 150 जान नि के भुत्रो टेन्सन गर्छ अनि 50 रुपियाँको छ 50 रुपियाँको हो यो त 25 रुपियाँ 25 रुपियाँको सिरी डबल सेरेर दिन्छ चिक्नी सेरेर मिठाईको डब्बालाई 100 रुपियाँ भने सेरेर चिक्नी 25 रुपियाँ दियो अरे क्या हो त त्यति रनको लिन्छु म मैले फाइन त तिर्नु त पर्छ अनि त्यो त गल्ती गर्छ दिन त परो गरे न तपाईँले गल्तीलाई स्वीकार गर्न जान्न पर्यो ज्याम हान्ने त अनुचित त गल्ती सुधार्नु त पर्यो बेहोर्नु त पर्यो ठिक छ केही छैन अब गल्ती गरिहाल्यो त्यसलाई चाहिँ अब माफ मागेर पनि अब त्यो सामान मागेर जस्तो सामान पनि आइपुग्यो ठिकै छ राम्रो छ यसको लागि चाहिँ एकदम शुभ कार्य छ होइन
अङ्कल तपाईँ पनि खुस हुनुहुन्छ एकदम खुस हँ भान्जालाई सराप त दिनुहुन्न नि अब होइन दुईटामा एउटा मात्रै मैले ए एउटालाई चाहिँ माफ गर्नुभयो भान्जा भान्जी भनेर होइन एउटा माफ ल ठिक छ खिर नरिवल दुईटा पिठा भन्ने लड्डुको जग ल्याउनु भएको रहेछ ए ल ठिक छ ल भयो ठिक छ पहिला पनि एउटा फुटालीको कार्यक्रम रहेछ सरको त्यसलाई एउटालाई चाहिँ युनिट त्यसलाई चाहिँ यसो त्यो मिठाईको जगमा नि अनि 150 आउनु ठिकै छ जोरिमाना भनेपछि जरिमाना हो अब जे जस्तो भए पनि अब ल्याइदियो तपाईँ पनि अब ठिक छ महँगो सस्तो जे हाले पनि जरिमाना 200 परे पनि ल्याइदियो जे भए पनि तपाईँ चाहिँ चुप्प लाग्नुहोस्